तपाईं जोगिनु होला। तपाईलाई चेतावनी के छ भने कानुन भन्दा माथि कोही पनि हुँदैन। कानुन भन्दा माथि रहेर तपाईले जे काम गरिरहनु भएको छ पटक पटक गरिरहनु भएको छ। यो कुरा क्लियर छ। जसलाई कारबाही गर्नुपर्ने आज तपाईं सही गरेर आउनु भएको यहाँ मुख देखाउन आउनु भएको माग्नुपर्छ पर्दैन? भोलि थाहा हुन्छ। भोलि हिसाब किताब हुन्छ। तपाईं युवा हुनुहुन्थ्यो, मैले पटक पटक तपाईँ कार्यालयमा मेरो मित्र हुनुहुन्छ भनेर मैले सम्झेको थिएँ। तपाईहरु न्याय दिन सक्नुहुन्छ भनेर सम्झेको थिएँ। आज तपाईँ यो देशको कर खाएर बाँचेको कर्मचारी हो साथी, नहिँड। तिमी यो देशको नागरिक हो, तिमी चोर जस्तो भएर नहिँड साथी। आज अन्याय ड्राइभरलाई हुँदैछ, आज हामी किसानहरूलाई अन्याय हुँदैछ। तिमी हाम्रो कर खाएर बाँचेको हौ, हेरिराख। भोलि त्यो नगरपालिकामा तिमी त्यहाँ बस्न सक्छौ सक्दैनौ? यहाँ ड्राइभरलाई लगेर थुन्ने कुरा तपाईहरु सहमति गरेर सही गरेर हिँड्ने, त्यो कालाबजारी गरे हो कि हैन? एउटा गरिब मजदुरलाई जो गल्ती गर्नेलाई एउटा गरिबलाई लगेर अनि एउटा गरिबलाई लगेर त्यसलाई कारबाही गरिदिएर यो त गरिब मारा होइन। कानुन त सबै कालाबजारी अन्तर्गत कारबाही हुन्छ, कारबाही गराउँछु। जसले गल्ती गरेछ त्यसलाई कारबाही नहुने, त्यो गरिब यसो चाहिँ मजदुर गरेर आफ्नो बालबच्चा पाल्नको लागि ड्राइभर गर्नु उसलाई त के लिए भने ल्याए नि उसलाई के अब अर्को ठाउँ पनि यसो गर भने गर्छ होला। ज्यान मारेको छैन, मल बोकेर ल्यायो भने ल्याए उसलाई के कानुनी के नकानुनी। व्यापारसँग सहमति गर्दै हुनुहुन्छ तपाईहरु, हेरिरहनु होला। भोलि यही दुधौलीको नागरिक निक्लेर लुच्चाचुडी गरेर चोक्टा लुस्छन्। तिमीहरू जति पैसाको धाक र धम्कीले चलिरहेको छ नि त्यस्तो हुँदैन नेपालमा। अब यो नगरपालिका छ, व्यापार सङ्घ त भोलि व्यापार सङ्घ रहँदैन। विचार गर्नु होला। वडा अध्यक्षज्यू, 9 नम्बर वडा अध्यक्षज्यू, ख्याल पुर्याउनुहोस्। गाडी चढ्दैन, गाडी लानको लागि के गर्न सक्नु त गर्नुहोस् ल। त्यो गरौँ यो कारबाही हुँदैन। होइन त्यस्तो हुँदैन क्या। अडान भनेको अडान हो हजुर, हावा खोल्नुपर्छ। यस्तो हुँदैन त्यस्तो। नेपालको संविधान भन्दा बाहिर मैले केही बोलेको छैन होइन हजुर। गाडी चौकीमा किन जान्छ? जसले गल्ती गर्छ त्यसलाई पनि लानुपर्छ। जसले गल्ती गरेको छ त्यो प्रमाण छ, ब्याडमेन छ। त्यस्तो हुँदैन त्यस्तो। यसरी नखोल्नु न हावा गाडीको। ए तिमीले भनेर हुन्छ? चोरलाई अनि हामीले संरक्षण गर्नुपर्ने। त्यसमा म जेल जानुपर्छ भने म जान्छु क्या। ठिकै छ, हामीले पनि कानुनमा दण्ड भोग्न तयार छौँ नि। तयार छौ भने जाऊ न त, बस। के हुन्छ त? हुँदैन। तपाईँहरू कारबाही नगर्ने भने किन मार्नुहोस्, गोली हान्नुहोस्, तर म छोड्दिनँ। त्यस्तो हुँदैन, त्यस्तो हुँदैन। मार गोली हान्न म हुँदैन। त्यस्तो तपाईँहरूले किन अन्याय गर्न खोजेको? ड्राइभरलाई किन अन्याय गर्न खोजेको? अहिले गाडी लगाए छैन नि, तपाईँ एकछिन बस्नु न। हेरिरहनु वडा अध्यक्षज्यू, तपाईँले के गरिरहनु भएको छ? नेपालको संविधान अन्तर्गत तिमीले शासन सत्तामा शपथ लिएको छौ, पाठ गर्दैछौ। ड्राइभर चाहिँ गलत हो त? ड्राइभरलाई मात्र लाने? सुन्न होइन यिनीहरू गर्दैन। सधैँ छ होइन कुरा। गल्ती गर्नेलाई कारबाही हुँदैन भने म जेसुकै कारबाही किन भएन? त्यो ड्राइभरलाई त्यहाँ मुचुल्कामा के लेख्नु पर्थ्यो थाहा छ? मुचुल्कामा के लेख्नुपर्छ? त्यो भ्याटबिलको कुरा किन उत्रेन? भ्याटबिलको कुरा किन उत्रेन? त्यो सहकारीको कुरा किन उत्रेन? यहाँ 2 बरा भुइँमा खसेको त्यो अघि भ्याटबिल खोइ त्यो त थाहा छ क्या के हो? मुचुल्का गर्दा पनि त्यो खुल्नुपर्छ 2 बराको। कहाँ भ्याटबिलको खोइ कहाँ कुरा खुलो? अनि कारबाही हुनु पर्ने मान्छेलाई नहुने रहेछ। बिचरा गरिबलाई कार हुँदैन त्यस्तो। तपाईँहरू लिएर जानु। यहाँबाट तपाईँहरूको बल पुगेर त्यहाँसम्म लानु भयो भने पनि अहिले गाडी चढेर
मान्छे आउँछ तपाईँहरूले मै आउँछ नि मैले ड्राइभरलाई तुन्न लाने होइन 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 मुचुल्का त ठिक छ गाडीको जे भए पनि मान्छे कारवाही गर्ने कुरा लानुपर्छ हाले छैन क्या त्यहाँ होइन त्यो जो किन्ने र किनाउने दुइटै छ त्यसो गर्दा हुँदैन जो अघि मेरो माल हो भन्ने मान्छे पनि हुनुहुन्छ कता जानु भयो होइन दुइटैलाई लिएर जानुहोस् न भोलि हामी आउँछौँ भोलि छोडिदिए भोलि उनीहरू अहिले तपाईँले के गरिदिनु भने दुईजना लिएर जानुहोस् उहाँले भएको यो फलानु मान्छे भएपछि उहाँ त स्वयं गाडी सौदा पर्नु नै हुन्छ होइन त्यस्तो हुँदैन क्या वारदातमा दुइटै छ वारदातमा पक्रेको र तपाईँको भागेको कुरा छुट्टै हुन्छ 35 दिनको म्याच कटाएर आउँछ त्यो थाहा छैन मैले सुनिएर लाने कुरा प्रतिबद्धता गरेर लिएर जानुहोस् ल ठिक छ कानुनकै विद्यार्थी हो पनि कस्टमर जाएको पो मूल मुद्दामा काम गरेको मान्छे हो त्यसै पनि तपाईँ होला बिके एउटा ठाउँमा होला के सुन्न अहिले हावा नखोल्नु न भने कति जान्ने भएको यो गरेर आफू मात्रै ठ्याक्कै गाडीमा हात नहाल्नु किन नहाल्ने होइन हाम्रो कोठारीको मल किन आउँछ तपाईँको कुरा होइन के आउँछ त पक्रिरहेको भन्नु न उसले के बोलिरहेको छ अहिले अहिले के बोलिरहेको छ त्यो भन्नु त लान्छ अरे सबैले सबैलाई लान्छ लु लिएर जानुहोस् न त पहिले अनि मात्रै गाडी अगाडि बढ्दैन होइन लिएर गएको हामी देखौँ अनि गाडी लैजाने म आफै बसेर लान्छु पहिले सबै हेरेर आउनु त लिएर गएको त्यहाँ जान्छ अब जान्छ लिएर जानु त ल साउल चालक बिचरा गरिबलाई चाहिँ तपाईँहरू हेप्ने कानुन त तपाईँहरू अघि तपाईँ त्यही भन्नुभएको सुन्न मैले यो ट्रक त ल्याउनु गाडी लानु परेन को लानु तपाईँ जान्छ अनि चलाउनु चाहेन हो अहिले कुरा लिएर जानुहोस् अनि हामी हेरौँला अनि छोडौँला होइन भने त्यो गफले हुँदैन दुईजनालाई लाने नलाने तपाईँहरू हो उहाँलाई लानु हो त्यसो भएन त्यसो भने त भइहाल्यो नि जानुहोस् उहाँलाई पनि के गरेको गरिबलाई एकछिन मुचुल्का बाँकी छ मुचुल्कामा 100 मैले पनि गरेर बाँकी छ मुचुल्कामा 100 मुचुल्का त एकलौटी भए प्रहरीहरूको लु बुझ्नु पढ्छ सुनाउँदा अगाडि मुचुल्का पढेर सुनाउनु होइन हामी पढ्छौँ दिनु न हामी पढ्छौँ खोइ मुसुल्का दिनु त मुसुल्का छोरालाई चाहिँ फसाउने अनि अरूलाई चाहिँ भोलि बाहिर निक्लेर मिलाउने प्रयास हुन्छ अनि लाने कुरा भएपछि मुसुल्का पढेर सुनाइदिनु त अब भइहाल्यो त मजदुरलाई त कानुन लाग्ने हो शङ्कर दाइ अगाडि हेर्नु है स्टार्ट गरेर हिँड्छन् अहिले यो हाल्नै बाँकी छ नि त यिनीहरू हाल्नै बाँकी छ यो हाल्न गाडी त भाडा बोक्नु पाइहाल्छ नि गाडी त भोलि निकाल्न के छ गाडी भाडा बोक्यो भने यहाँ किन म होइन जे होला कानुनले तर जो मान्छे छ नि दुईजनालाई स्वीकार गरिसकेको छ बयान दिएको छ यो त सार्वजनिक बयान दिएको छ यो चाहिँ सामाजिक सञ्जालमा बयान दिएको छ यत्रो कुरा गर्दाखेरि पनि हामीले बोलेको कुरा तपाईँ पनि मल हाल्नुहुन्छ सही साहब होइन तपाईँहरू सबैको खेत छ हेर्नु हामीले बोलेको कुरा सबैको लागि किसानको लागि बोलेको होइन हामीले कुनै चाहिँ हाम्रो व्यक्तिगत हो भने हामी हुन्छ हामी सबै नै हुन्छौँ बराबरीमा हामी पनि हुन्छौँ तपाईँ राख्ने भनिसक्यो तपाईँ हाम्रो ठाउँको लागि पढाएर उहाँ राख्नु न पहिला पढेर सुनाउनु अनि त्यसपछि नाम राखिदिनु न भइगयो बरामतीमा हामी 2-3 जना बस्छौँ यहाँ फोटो खिच्न पाइन्न हुन्छ हुन्छ ठिक छ तपाईँहरूको विश्वास गर्छौँ तर सानोलाई मार्ने काम चाहिँ तपाईँहरूले नगर्नु कसैलाई त हुँदैन कि कसैलाई त एकलौटी अघि एकलौटी भएको थियो त्यहाँनिर जोजोलाई सुन्नु सानोको आवाजै नसुन्ने हामी बरु जो आउँछ पेपरमा गरेन भिडियो खिच्दैन तपाईँहरू पढेको भन्दा पनि अब बाँकी नै के छ र खेतमा खिचे भइहाल्यो मोबाइल कसरी तपाईँले पढ्नु त
सहकारीको नाम भोलि मलाई खोज्छ नि मान्छेलाई तपाईँको सरकारी छ यो माल झारे माझे हाल ओ साउजी के बोल लोड कर लो तो नहीं अनि अहिले हाल्दिनु न तपाईँको बिलमा के छ हो यो गोदाम होइन हाल्नु न अहिले के गर्नु पर्दैन तेरो बिल हो भन्छ तेरो बिलको अनि बिल ए मैले के परे भन्नु हाल्नु न बुझ्न लिनु भएन उनीहरूले टेक्नको लागि खास राखे हो कि तपाईको उता बिल छ नि त युरियामा लिएको छ भने त बिलै छ त अनि यो त छैन नि त यहाँ भयो भने हाल्नु नि त पछि भित्र लाने यो लाने त्यो भयो यो होइन के यो होइन गोदामको माल हो यो गोदामको माल किन राखेको हो तल गाउँमा यहाँ बोक्न सजिलो हुन्छ भने टेक्नको लागि राखेको सुन्न तपाईले कुरा बुझ्नु भएन कि गोदाममा नि गोदाममा उल्लेख गर्नु पर्यो नि भित्र मुर्गा उडेको पनि गल्यो ए राख्दैन तिम्रो सबै त जान्ने भयो क्या ए एकछिन राख्नु त्यो धारा सही गर्ने क्लियर भएर गर्ने तपाईँहरूको लागि पनि हो मेरो लागि पनि हो यो कुरा नीतिगत रूपमा सही काम हो भने भोलि तपाईँहरू सबैलाई राम्रो हुन्छ जाँदैन क्या जे छ त्यही रहोस् क्या कुरो मिल्दैन भने मुचुङ्गामा होइन क्या दाइ के चाहिँ बाँकी रह्यो त अब खोइ त अनि जाने पनि होइन यी राखेर यी त हुन्छ नि लेखिसकेपछि त्यो पढेर चित्त बुझेपछि गर्छन् क्या बाँकी छ त लेख्नु चित्त बुझ्नै बाँकी बुझेर भने नगर्ने त अब कानुन बमोजिम कसलाई कारबाही हुनुपर्ने त्यो अनुसार हुनुपर्छ त्यो त अब चौकीमा गएपछि त त्यहाँबाट अनुसन्धान हुन्छ सबै कुरो हुन्छ मुजुर्गा उठाइसक्यो अब कि त सर्वोच्चबाट वकिलै ल्याउनु पर्यो यहाँ चारैतिर उ गर्नलाई हरेक कुरामा डिस्कस चाहिँ हरेक कुरामा तपाईँकै कुरा हरेक कुरामा गरिरहेको छ अब पुलिसको पनि कुरा नमान्ने तपाईँले हरेक चिजमा सानो सानो कुरामा हरेक चिजमा तिमीले उ गरिरहेको छ हरेक चिजमा के गरेछ भन्नु त यति गरेको त है खोल्नु त भइसक्यो त हरेक चिजमा तिमी दाजु
हामी यहाँ सबैलाई अनि लानु सही तरिकाले निकास आएपछि जाने हो जति बोले पनि कुरा एउटै हो क्या त्यो यो साइन गरौँ न अनि लोड गरौँ तपाईँहरू दिनु नआउने हेर्ने त भन्नुहुन्छ सिस्टम भएन हरेक कुरामा डिस्कस गरेर अनि एकछिन बुझेर बस्ने छोडिदिनु न त तपाईँ डिस्कस गरेर हुँदैन नि जो हाल्दैन न हाल्दैन को हाल्नु हामी पनि यहीँको नागरिक हामीले पनि किसान गरिसकेपछि पुलिसले कनेर लिएर सत्यको लागि लडिरहेको छौँ क्या सत्यको लागि लडिरहेको छ त सत्यको लागि लड्दाखेरि चुपा लगाएर बस्दिन त त्यहाँ निर्णय भइरहेको त पुलिसलाई लिएर जाऊ भनिरहेछ त हामी निर्णय भइरहेको त त्यहाँ डिस्कस गरेर कामै छैन पुलिसले लिएर गइरहेछ सत्यको लागि लड्दा पनि त्यही त निर्णय भइरहेको त नि तिमीले पुलिसको आयो लिएर जान्छ सिद्धो साउलाई लिएर जान्छ सिद्धो त के गर्ने त निर्णय भइरहेको छ प्रक्रिया अगाडि बढ्दैछ तपाईँहरू अझै हाल्ने सबै हाल्ने पुलिसकोमा लिएर गएको अझै पेल्दै हुनुहुन्छ हामी सत्यको लागि लडिरहेको छौँ अझै पेल्दै हुनुहुन्छ सत्यकै लागि लडेको होइन म देखिरहेको छु सत्यको लागि सबैको लागि लडे हो यहाँ हामी व्यक्तिगत आफ्नो स्वार्थको लागि आएको हो यहाँ त्यही त निकास निक्लिनु पर्यो त्यो ड्राइभर दोषी हो ड्राइभर कसले चलाएर लाने होइन ड्राइभरले त चलाएर लान्छ ड्राइभरलाई थुन्ने भन्ने कुरा भएर हो उल्टो कानुन छ कि समस्या बुझेर भनेको हो तिमीले भनेको सही हो तर कानुन तिमीले भनेको एउटा गरिब ड्राइभरलाई लानु हुँदैन तर गाडी त चौकीसम्म लानु पर्यो ऊ त जान्छ ड्राइभर त जान्छ उसलाई लगेर थुन्ने प्रक्रिया राम्रो हो कानुनले चाहिँ कारबाही कानुन बमोजिम कारबाही हुनु पर्यो क्या सत्य आवाज लुक्नु भएन हरेक चिजमा डिस्कस गर्नु हुँदैन सत्यको लागि त म ज्यान काट्यो मुन्टो काटेर तल झार्दिन तयार हो म देशको अवस्था यसै बिग्रियो उसै बिग्रेको सत्यको लागि लड्नुपर्छ भने मर्न पनि तयार लु गोली हान्नु म सत्यको लागि म थाप्छु यहाँ पुरा पेलिरहनु भएको छ सत्यको आवाज किन दबिँदैछ त यहाँ अनि उता पेलिरहेछ गणेश भाइ सँगसँगै लिएर जाउँ न तपाईँले उहाँलाई लिएर जानुहोस् त हामी लिएर जान्छ त किन हुन्छ त्यही त सँगसँगै जाउँ त नि सँगसँगै जानु पर्यो जान्छु त भने होइन लिएर नगइन्छ हामी साइन गरेको छैन उहाँ साइन गर्ने भनेको छौँ कि त्यो भएर उहीँ गर्ने साइन हामी उहीँ गर्ने साइन अनि सक्यो त त्यो हुँदा यहाँ बरामद गरेको कुरा भित्रबाट ल्याएको कुरा
बरामदी सुन न यो बरामदी तल गएर बरामदी गरे भित्रको मुसुका भित्रको बाहिरको बाहिर हो के ओ दाइ सुन न यहाँ सुन न यो माथि ट्रकको लेखा छ तलको लेखा छ के फरक पर्छ बाटो छोडिदिनु माथि हाल माथि 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 फाला ढाला लगाइदेऊ ढाला लगाइदेऊ पनि हाल्ने हो झर्छ अरू तिनवटा यहाँ 3टा पनि पछाडि छ चल माथि चल एउटा लागे हुन्छ और यो हात तिम्रो हाल त भयो हाल्दैन यो अझ यो कहाँ हो यो पनि हो बच्चा न एकदिन है भात छ बेकारमा यो चल माथि माथि खाले सबै उहाँहरूलाई पनि लिएर हिँड्नु न सबै खेल्नु हजुर